गाइज आज चाहिँ हामी केराबारी जङ्गलमा आएको छौँ अनि च्याउ खोज्नको लागि है। हेर्दैछौँ च्याउ कतै भेटिन्छ कि भनेर। मम्मी उता हुनुहुन्छ। पानी पनि पर्ने पुरै मौसम छ है। पुरै बाटो हेर्न सक्नुहुन्छ कस्तो छ। मम्मीले खोज्दै खोज्दै जानुभयो, म त यतै छु, बाहिर बसिरहेको छु। बिहान बिहानै च्याउ लिन आएको छौँ हामीहरू। कति बज्दैछ भने 8 बज्दैछ। सो जङ्गली च्याउ जो हेल्थको लागि धेरै राम्रो पनि हुन्छ र पहिलोपल्ट त खै हामीहरू खाँदैनौँ पनि थियौँ। उयो हुन्छ, जहरिलो हुन्छ है भनेर भन्थे। जिब्रे साग, च्याउ त्यही खोज्नको लागि आइरहेको छौँ। भेट्यो भने भेट्यो, भेटेन भनेदेखि घर फर्किने। किनभने पुरै मौसम पनि बिग्रिरहेको छ। मौसम हेर्न सक्नुहुन्छ कस्तो छ। हाम्रो प्यारो केराबारीको जङ्गल दामी छ नि। हाम्रो जङ्गल, हाम्रो यो वातावरण धेरै नै राम्रो छ। यसमा चाहिँ मलाई अलिक कस्तो लाग्छ भने डर लाग्छ जङ्गलमा, किन बाटो त्यति हुँदैन, कताबाट कता पसिन्छ कि भन्ने जस्तो हुन्छ। त्यही कारणले हो। रुख हेर्न सक्नुहुन्छ कत्रो मोटो मोटो छ। जङ्गलले गर्दा कत्रो ठुलो छ यो रुख, धेरै नै हेभी छ। के भयो, भेट्यो? मम्मी यता र उता हेर्दै हुनुहुन्छ भेटिहाल्छ कि भनेर, तर खोइ भेटिन्छ जस्तो छैन। हामीले च्याउ भेट्यौँ भने तपाईँहरूलाई पनि देखाउँला है। भेटेन भने त भिन्दै कुरा हो। च्याउ खोज्नुको उयसमा हामीहरू अलिक तल पस्दैछौँ। पानीको मौसम पनि खराब छ, त्यही कारणले धेरै तल जान सक्दैनौँ। तल गयो भने त भेटिन्छ, किनभने पानीकै मौसममा मात्र च्याउ भेटिने हो, अरू बेला भेटिने होइन। अनि धेरै पानीले गर्दा प्रायः मान्छेहरू पनि आउँदैनन् जङ्गल, किनभनेदेखि सुनसान हुन्छ एरिया। च्याउ पनि छैन। खोज्दै हुनुहुन्छ मम्मीले। भेट्यो भने त्यही लिएर जाने हो, नभेट्यो भने त्यस्तै हो, खाली हात सपुस्स भने जस्तै हो यो है त। अनि सबै नजिक भएपछि त जसले पनि हेर्ने खोज्ने टिभीहरू। तर मान्नु फलो भने पनि त 2-3 दिन त लाग्छ होला नि त। नि अहिले त कहाँबाट एकैछिनमा आउँछ। हेर्नु हावा चलिरहेको छ। हाम्रो जङ्गल धेरै टाढा पनि छैन जङ्गल हाम्रो, 5-10 मिनट भित्र। यता यो बाटो, यो बाटो हो। यो देख्छ बाटो छ। यो सिधै बाटो आयो भने पनि उयो हुन्छ। अब त केराबारीको जङ्गल पनि धेरै फाडिसक्यो। पहिलोपल्ट फाडिएको थिएन, अहिले त धेरै फाडिसके। सबै मान्छेहरूले घर गरे के बनाउँदै जङ्गल धेरै फाडिसक्यो। रोड आयो है। अब चाहिँ हेर्न सक्नुहुन्छ, रोड भन्दा पनि हल्का यो बाटो बिर्स्यो भने उहाँ हुनुहुन्छ, सोध्छु न। मान्छे त भेट्यो त। हामी पनि त्यही खोज्न आएको। सबै बिहानै आएर सबैले लगिस। तर एक दिनमा त फल्दैन होला नि त। 2-3 दिन, 1-2 दिन त लाग्छ होला। एक दिन रातो त आउँदैन होला नि। एकै दिनमा हुन्छ, एकछिनमा यसो परिहाल्छ। ए हो, बिहान फेरि अझै एकजना मान्छे भेट्नु हामीहरूले। उहाँ हुनुहुन्छ, साइकलमा जानुभयो। हामी पनि च्याउ खोज्दै, उहाँ पनि च्याउ खोज्दै भेट्नु भएन अरे। एक दिनमै च्याउ आउँछ अरे। म त 1-2 दिन लाग्छ होला भनिराखेको, तर एक दिनमै च्याउ आउँछ अरे। थोडा टुसी आउँछ अरे। त्यसपछि त डाइरेक्ट भोलि बिहानसम्म त यत्रो हुन्छ अरे त च्याउ। सबैजना च्याउ खोज्नको लागि आइरहेका छन्। बाटो त यस्तो छ है, पाहाड परेको कारणले किचकिच यसरी राम्ररी हिँड्नुपर्छ, नत्र भने लड्ने डर हुन्छ धेरै प्रायः। किनभने चोटपटक लाग्यो भने यहाँबाट हस्पिटल पुऱ्याउनु टाढै छ। कोही न, त्यही कारण एक्लै जङ्गल आउनु अलिकति रिस्क छ। कोहीसँग आयो भने मात्र हो, नत्र भने सम्भव छैन है। एक्लै
नआउनु होला जङ्गल, कोही सपोर्टिङ कोही साथी दुईजना चाहिँ भएर आउनु होला, किनभनेदेखि पानी परेपछि यस्तो हाल हुन्छ। च्याउ खोज्नको लागि चाहिँ तपाईँले बिहानै आउनुपर्छ। कति बजे भनेदेखि 4 बजेदेखि सुरु गरेर या 3 बजे आयो भने मात्र हो। किनभने बिहान बिहानै मान्छेहरू नेपालमा बिहानै उठेर बिहानै नै सबै आफ्नो वस्तुहरूको काम सकाउने गर्ने खालका हुन्छन्। दिनमा दिउँसो भ्याइँदैन, खाना पकाउनु पर्ने हुन्छ। त्यही कारणले मान्छे बिहानै उठेर जङ्गलको आफ्नो सबै काम सकाउँछन्। त्यसै कारणले छिटै आउनु, च्याउ खोज्ने टाइममा चाहिँ छिटै आउने प्रयास गर्नुपर्छ है। यस्तै हो, बाटो त्यस्तो छ। राम्ररी हिँड्नुपर्छ, नि त लड्न डर हुन्छ। अनि हामी त यताबाट हिँड्दैछौँ, यताबाट पनि जाँदा त हुन्छ होला। मम्मी अगाडि पुगिसक्नुभयो, म त बिस्तारै हिँड्दैछु किनभने चिप्लेर लडिन्छ कि भन्दै। मान्छेहरू जङ्गलमा धेरै छन्। च्याउ खोज्ने सफर हाम्रो, तर खै पुरा हुन्छ जस्तो छैन। यहाँ सबै रुख कत्रो छ, थाके। ल है त, च्याउ भेटेपछि तपाईँलाई म यसमा कन्ट्याक्ट गर्छु है त। च्याउ भेटेपछि चाहिँ बरु म फोटो चाहिँ उयो गरिदिनु हालिदिनु पऱ्यो। च्याउको चाहिँ भेटिन्छ कुनै ग्यारेन्टी छैन, त्यही कारण म लङ भिडियो बनाउन पनि सक्दिनँ। यसरी यहाँ जङ्गल हल्का घेरिएको हुन्छ तारले, देख्न सक्नुहुन्छ। हस् त, अब बिस्तारै हिँड्नुपर्छ, बाटो हेर्नुपर्छ है। भेट्यो भनेदेखि तपाईँलाई एउटा फोटो पठाउन हालौँ ल। मलाई फेरि जानुभयो। ल है, हामीले चाहिँ च्याउ भेटिनौँ आजको दिन। अब भोलि फेरि बिहानै आउँछौँ अनि खोजौँछौँ है। अब त्यहाँ हामी आफ्नो घर लाग्यौँ। ल बाई बाई, सी यू। तपाईँहरूलाई च्याउ देखाउन सकिनँ, त्यसको लागि माफी माग्दछु। के गर्नु, तर ठिकै छ। जङ्गलको घाँसहरू हेर्न सक्नुहुन्छ, वातावरण हेर्नु कस्तो छ, कति राम्रो छ हाम्रो केराबारीको वातावरण। ओके, बाई बाई।